कर्मचारी टेलिकम भित्रकै कर्मचारीहरू त्यो निर्वाचित भएर छनौट भएको कर्मचारी एकजना अनि सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित एकजना गरेर टोटलमा 7 सदस्य सञ्चालक समिति हुन्छ। यस 7 सदस्य सञ्चालक समितिको सदस्य सचिवको रूपमा यस मुनि तपाईले लेख्न सक्नुहुन्छ। के लेख्नु होला भन्दा उल्लेखित सात सदस्यीय सञ्चालक समितिको सदस्य सचिवको रूपमा कम्पनीको सचिव, कम्पनीको नभने पनि भयो, कम्पनी सचिव मात्रै, सदस्य सचिवको रूपमा कम्पनी सचिव रहने प्रावधान छ। यसरी चाहिँ यहाँहरूले भन्न सक्नुहुन्छ। अब के भयो त एकैचोटि रिकल गरौँ ल, सम्झिने। अध्यक्षमा सञ्चार मन्त्रालयको सचिव अध्यक्ष, अर्थको प्रतिनिधि, कानुनको प्रतिनिधि, नेपाल सरकारबाट नियुक्त कम्पनीको प्रबन्ध निर्देशक, 4 वटा भयो। अनि 5औँमा संस्थापक शेयरधनी मध्येबाट सञ्चार मन्त्रालय मार्फत चाहिँ के भएको भन्दा नियुक्त प्रतिनिधि। त्यसपछि 5 वटा आइसके। अब 2टाको को हुन् भन्दा एउटा चाहिँ कम्पनीमा कार्यरत कर्मचारी मध्येबाट निर्वाचित कर्मचारी, किनकि सबै यत्रो कर्मचारी लगभग 3500 लगभग 3600 को हाराहारीको कर्मचारीको एउटा चाहिँ आवाज बोल्नको लागि कर्मचारीको तर्फबाट पनि एकजना कर्मचारी पनि बोर्डमा जाँदो रहेछ। अनि सर्वसाधारण शेयरधनीका कुराहरू पनि आवाज लिएर उसको प्रतिनिधित्व गर्दै अर्को चाहिँ शेयरधनी मध्येबाट पनि निर्वाचित एकजना जाँदो रहेछ। भनेपछि 7 वटा सम्झिनमा केही नै छैन। ठुला मन्त्रालयहरू ठ्याक्क सञ्चार त हुँदै नै भइहाल्यो। यसो सम्झिनमा हुँदैन। सञ्चारबाट 2टा, एउटा अध्यक्ष र एउटा सदस्य। त्यसपछि अर्थ र कानुन 4 वटा, अनि टेलिकमको एमडी 5 वटा। त्यसपछि एउटा कर्मचारीहरूबाट एकजना 6 वटा, 6 सदस्य भयो। त्यसपछि सर्वसाधारण शेयरधनीबाट एकजना गरेर टोटलमा 7 सदस्य भयो। यो पनि यहाँहरूलाई कन्ठस्थ भयो होला भन्ने मेरो अपेक्षा हो। अब यसलाई निष्कर्ष लेख्दा भनेर भन्नुभएको छ। यो कुरालाई चाहिँ अब किनकि 8 नम्बर लेखेर जस्तै